नमस्कार, म डाक्टर धीरज ताम्राकार। आज चाहिँ म तपाईहरूलाई चाहिँ अहिले मौसम परिवर्तन भए लगत्तै चाहिँ देखिरहेको भाइरल इन्फेक्सन र त्यससँगै चाहिँ एलर्जीको समस्याले भइरहेको समस्याको बारेमा चाहिँ जानकारी गर्न चाहन्छु। धेरै जस्तो बिरामीहरूले चाहिँ अहिले चाहिँ लामो समय हाँच्छ्युहरू आइराख्ने, नाकहरूबाट सिकान बगिराख्ने र नाक बन्द हुने समस्याहरू को बारेमा भन्नुहुन्छ। यसलाई चाहिँ हामीले एलर्जिक राइनाइटिस भन्छौँ। र यो चाहिँ राम्रोसँग निको नभएमा चाहिँ यसले चाहिँ पछि गएर फोक्सोलाई समस्या गराउने अथवा दम जस्तै हुने जसमा चाहिँ बिरामीहरूलाई चाहिँ लामो समयको खोकी लाग्ने, जुन चाहिँ प्रायः जस्तो सामान्य औषधिहरूले चाहिँ निको नहुने र यसले चाहिँ पछि गएर चाहिँ दम जस्तै गराउने, अर्थात् बिरामीहरूले चाहिँ स्वाँ भए जस्तै अथवा कुइँ कुइँ बजे जस्तै आवाजहरू हुने र प्रायः जस्तो चाहिँ यो चाहिँ बेलुकाको समय र बिहानको बेलामा चाहिँ बढी हुने भनेर चाहिँ जानकारी गर्नुहुन्छ। यसलाई चाहिँ हामीले एक्युट ब्रोन्काइटिस अथवा एलर्जिक ब्रोन्काइटिस भन्छौँ। यसलाई चाहिँ बेलैमा सचेत भएर चाहिँ उपचार गरौँ। हस्त, धन्यवाद।